सिर्जनाको ज्यान इन्द्रले बचाएको थियो अनि उसले नै किन मार्न खोज्छ, किन आपत छ उसलाई तपाईको बच्चा सिर्जनाको पेटमा आउँदा भनेर पुलिसले बसन्तसँग बयान लिँदै गर्दाखेरि बसन्तले इन्द्रले सिर्जनालाई एकदमै धेरै माया गर्थ्यो। उसले बिहे पनि गर्न चाहन्थ्यो। म र सिर्जना एक भएको उसले हेर्नै सकेको थिएन। पहिला हामीसँगै हुँदा पनि अनेकौं बहाना गरेर उसले सिर्जनालाई मबाट अलग्याउन खोजेको थियो र सिर्जनाको र मेरो डिभोर्स हुँदाखेरि इन्द्र जति खुसी अरू कोही पनि थिएन। अब उता मेरो बिहे भइसकेपछि अब बसन्त र सिर्जना एक हुँदैनन् भन्ने उनलाई लागेको थियो होला। अचानक सिर्जनाको पेटमा मेरो बच्चा छ भनेपछि उसलाई रिस लाग्यो होला। त्यही भएर नै उसले बच्चा गिराउनको लागि यो सबै गरेको हुन सक्छ, ताकि सदाका लागि सिर्जना उसैको होस् भनेर म प्रति सिर्जनाको मनमा घृणा उत्पन्न गराउनको लागि नै इन्द्रले यस्तो गरेको होला सर भनेर बसन्तले सबै कुराहरू भन्छन्। आखिरी वास्तविकता त यही नै हो नि, तर अब छिटो भन्दा छिटो यो वास्तविकता बाहिर आउनु पर्यो। यसरी निर्दोष मान्छे जेलभित्र बसेको फिटिक्कै सुहाएन भन्ने को हुनुहुन्छ? फटाफट कमेन्ट गरी भिडियोमा लाइकका साथै सिरियल सारांशलाई फलो गरिहाल्नुहोस् है।